हेलो साथीहरू, तपाईँहरूलाई स्वागत छ मेरो होलीको मिनी भ्लगमा। कति मजाले होली खेलेको नानीहरू है। र साथै हामी यसपालि होली खेल्नु नआउनु कारणले साथीहरू मिलेर खोलातर्फ लाग्यौँ र हाम्रो प्यारो गटे खोलातर्फ लाग्यौँ। र साथै भुटान पनि हेरिदिनु होला, कति सुन्दर छ है। यो चाहिँ हाम्रो भुटान र हामी अघि बढ्दैछौँ है। र ड्राइभरको भाइ पनि हेरिदिनु होला। र उहाँ चाहिँ हाम्रो ड्राइभर दाइ र उहाँको भाइ चाहिँ हेर्दा हेर्दा हामी पनि आफ्नो डेस्टिनेसन पुगिसकेको छौँ र हामी अब यहाँ गाडी पार्क गर्छौँ। र साथै भक्कु मान्छे यहाँ आइसकेको छौँ अलरेडी। र हामी यहाँ गाडी पार्क गरिसकेर हामी अगाडितर्फ लाग्नेछौँ। र साथै तपाईँहरूले जुन अगाडि देख्नु हुँदैछ यो सबै भुटान हो र हामी अहिले इन्डियामै छौँ। र हामी अब पार्किङ गरेर हामी जाने हो। र त्यसैले हामी अब सामानतर्फ लाग्यौँ र सामानहरू साथै बोकेर साथीहरू पनि खोलातिर पुगिसकेको छौँ। र हामी पुगि त सक्यौँ, हामी काठको तर्फ लाग्यौँ र ग्यासहरू फिटिङको तर्फ पनि लाग्यौँ। र फेरि भुटान हेरिदिनु होला। र पाक्दैछ है साथीहरू, पाक्दैछ र काटकुट चल्दैछ। र त्यसैले हाम्रो भैँसीको मासु पनि बनिँदैछ, किनभने यहाँ फाइनली चिल्ली पक्का पाकिसक्यो र चिल्ली हामी खाँदैनौँ। र त्यसैले हामी भैँसी र आजको पिकनिक यहीसम्म थियो साथी हो। आशा गर्छु हजुरहरूलाई राम्रो लाग्यो होला। हामी घरतर्फ लाग्यौँ। सो गाइस, अब हामी चाहिँ पिकनिक सकेर घरतर्फ लागेको र हामी चाहिँ पिकनिक सकेर निक्लिसक्यौँ र म चाहिँ अगाडि निक्लिसकेको छु। र यहाँ चाहिँ खोला देख्नुहुनेछ तपाईँहरूले। र यो चाहिँ हाम्रो खोला र पछाडि देख्नुहुनेछ भुटान। यो चाहिँ भुटान हो, टोटली भुटान। यो जति पनि देख्नुहुनेछ यो सबै भुटान हो। यो खोला पारी सबै भुटान हो। हामी इन्डियामा छौँ र आशा गर्छु हजुरहरूलाई यो भ्लग मन पऱ्यो होला। र मन पऱ्यो भने लाइक कमेन्ट सेयर जरुर गरिदिनु होला। र अलिकति थाकेँ। थ्याङ्क यू सो मच गाइस, र माया गरिदिनु होला।